म आफ्नो तर्फबाट र पार्टीको केन्द्रीय कमिटीको तर्फबाट र भर्खरै निर्वाचित भएको सम्पूर्ण केन्द्रीय टिमको तर्फबाट यहाँहरू सबैलाई हार्दिक अभिवादन र लालसा गर्दछु। समय धेरै गइसकेको छ। घाम उदाउने जिल्ला ताप्लेजुङ जिल्ला कार्यक्रम सिद्धिँदा घाम अस्ताउन लाग्यो, त्यसैले म धेरै बोल्न चाहन्छु। आज धेरै अन्य कुरा पनि गर्न मलाई त्यति मन छैन। अग्रज कमरेडहरूले ताप्लेजुङको विषयमा धेरै महत्त्वपूर्ण कुराहरू राख्नुभएको छ। मान्य कमरेडहरूले त्यहाँका जनताका अपेक्षाहरूको विषयमा आफ्ना धारणाहरू राख्नुभएको छ र अन्य कतिपय अग्रज कमरेडहरूले हामीलाई शुभकामना दिनुभएको छ र केही सुझावहरू पनि दिनुभएको छ। म ती सबै कमरेडहरूप्रति धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम आयोजना गर्ने सम्पर्क मञ्चलाई पनि म धन्यवाद दिन चाहन्छु। नेकपा एमालेको 9औं राष्ट्रिय महाधिवेशन हामीले साउन 1 गते सम्पन्न गरेका छौँ। हामी सबै अहिले नभए पनि अलिक पहिले खेतीपाती गर्ने किसान परिवारकै मानिसहरू, तर अहिले मलाई लाग्छ कि धेरैले छोडिसक्यो। मैले नगरेको त त्यो धेरै नै वर्ष भइसक्यो। तर हाम्रो पूर्वतिर खास गरेर ताप्लेजुङतिर पनि यो चलन छ। असार महिनाभरि हामी खेतीपाती गर्छौँ, हिलोमा खेल्छौँ, नुहाइधुवाइ राम्रो हुँदैन। र साउने सङ्क्रान्तिमा पुगेपछि सबै हामी नुहाइधुवाइ गर्छौँ, सफा हुन्छौँ। एउटा गाउँमा चलन पनि छ, लुतो फाल्नुपर्छ भन्ने। नेकपा एमाले पनि साउन 1 गते बल्कुबाट सम्पूर्ण पार्टीभित्रको लुतो फालेर एकताबद्ध भएर आएको छ। असार महिनाभरि हामी अलिअलि हिलो छ्यापाछ्याप गऱ्यौँ, किनभने हामीलाई खेतमा काम गर्न जानु थिएन। खेतमा काम गर्न जानु परेको भए त्यहाँ हिलो खेलिन्थ्यो। केपी कमरेड पनि त्यो सम्भव थिएन, माधव नेपालको पनि सम्भावना थिएन। कहाँ खेल्ने भन्दा पार्टीमा अलिअलि हिलो खेल्यौँ हामीले। कोही माधवतिर लागेर खेल्यौँ, कोही केपीतिर लागेर खेल्यौँ। एक्लै एक्लै खेलेर मजा हुँदैन, अलिक ठुलै समूह चाहिन्थ्यो। त्यस कारण अलिक ठुलो समूह बनाएर खेल्यौँ। त्यही भएर साउन 1 गते लुतो फाल्नु परेको फालिसक्यो। अब नेकपा एमाले सम्पूर्ण ढङ्गले एकताबद्ध भएको छ कमरेड केपी ओलीको नेतृत्वमा। तपाईँहरूले जसरी यहाँ हामीलाई शुभकामना दिनुभयो, बधाई ज्ञापन गर्नुभयो र तपाईँहरू सम्पूर्णको बधाई र शुभकामना हामी हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष कमरेड केपी ओलीलाई पनि ताप्लेजुङको तर्फबाट बधाई र शुभकामना भन्न चाहन्छु। हाम्रो पार्टीको एकजना पुरानो नेता हुनुहुन्थ्यो र अहिले पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ। राजनीतिमा कति एकदम नयाँ साथीहरू पनि मैले देखिरहेको छु। नयाँ यस मानेमा कि अलिक पछिल्लो पिँढीका टङ्कदाई र उहाँभन्दा अघिल्लो पिँढीका मानिसहरू कम, त्यसपछि हाम्रो पिँढी, त्यसपछि अलिक पछिल्लो पिँढीका साथीहरू हुनुहुन्छ। कति घटनाहरू तपाईँहरूलाई उपन्यास जस्तो लाग्छ, टङ्कदाईको जीवनमा घटेका होलान्, हामीले सुनेका होलान्, कतिपय हाम्रा जीवनमा घटेका होलान्, तपाईँहरूले सुन्नुभएको होला। ती उपन्यास जस्तो पनि लाग्छन् कहिलेकाहीँ। त्यसैले यो राजनीतिमा यो मित्रता अथवा प्रतिस्पर्धा यो बडा अचम्मको कुरा हुँदो रहेछ। एक जमानामा शीत युद्ध थियो दुनियाँमा, अमेरिका र सोभियत सङ्घको बिचमा शीत युद्ध थियो। दुईटा देशहरू सँगै बस्दैन थिए, सँगै कुनै योजना बनाउँदैन थिए। एउटा देशको समर्थकहरूको बिचमा ओलम्पिक अथवा वर्ल्ड कप भयो भने अर्को देशका समर्थकहरू खेल्न जाँदैन थिए। तर आज दुनियाँ बदलिएको छ। आज एउटा ध्रुवको नेतृत्व विशाल चीनले गर्दैछ, अर्को ध्रुवको नेतृत्व अमेरिकाले गर्दैछ। तर हिजोको जस्तो शीत युद्ध छैन, दुवै सँगैसँग प्रतिस्पर्धा पनि छ। र आज सबभन्दा ठुलो व्यापारिक साझेदार कोही छ भने दुनियाँमा अमेरिका र चीन नै छ।
सबभन्दा ठुलो व्यापार त्यो दुईटाको बीचमा नै हुन्छ र यी दुईटाको बीचमा यति ठुलो व्यापार साझेदारिताले यो दुनियाँलाई सन्तुलित पनि राखेको छ। त्यसकारणले अर्को तेस्रो विश्वयुद्ध हुँदैन, किनभने तेस्रो विश्वयुद्ध भयो भने अमेरिकाको सम्पूर्ण लगानी जो चीनका भूमिमा भएको छ त्यो सबै डुब्नेवाला छ। चीनको कारणले तेस्रो विश्वयुद्ध भयो भने चीनको सम्पूर्ण बजार अमेरिकामा छ त्यो पनि समाप्त हुनेवाला छ। त्यसैले एउटा सन्तुलन कायम भएको छ यो दुनियाँमा। हाम्रो पार्टीमा पनि हाम्रा राजनीतिक उतार चढावहरू अनेक खालका छन्। कहिलेकाहीँ हामीले नसोचेको पत्यारै नलाग्ने नेताहरूका बीचमा पनि सहकारी भएको देखेका छौँ र कहिलेकाहीँ यी दुईटाको बीचमा त कहिले पनि बेमेल नहुनुपर्ने भन्ने ठानिएकोमा पनि कहिलेकाहीँ बेमेलहरू भएका छन्। हाम्रै जीवनमा पनि त्यस्ता घटनाहरू घटेका छन्। जति बेला मैले स्कुलमा अखिलको नाम सुनेको थिएँ, काम गर्न थालिसकेका थिइनँ, मैले टङ्क कार्डको नाम सुनेको थिएँ, अखिलको केन्द्रीय अध्यक्ष छ है ताप्लेजुङको भन्ने, तर मैले उहाँलाई भेटेको थिइनँ। सम्भवतः मैले उहाँलाई मलाई सम्झना छैन, तर 41 सालतिर भेटेँ होला जस्तो लाग्छ काठमाडौँ आएपछि। टङ्क दाइले आह्वान गर्नुभएको 37 साल चैत 14 गतेको आम हडताल थियो, नेपाल बन्द थियो। त्यो नेपालको इतिहासमा पहिलो पटक आह्वान भएको थियो, अखिलको आयोजना, अखिलको आह्वान। हामी भर्खर 8 कक्षातिर पढ्दै थियौँ। हामीले के ठान्यौँ भने यो आम हडताल भनेको त एक दिन होइन बारम्बार गरिनुपर्छ भने झन् हामीले 20 दिन जति आम हडताल गरेको छौँ। यहाँ टङ्क दाइले छोडिसक्नु तल हामी गरिरहेका छौँ। त्यस्ता बुझाइहरूबाट काम गर्दै आयौँ हामी। र टङ्क दाइ अखिलको पछिल्लो पुनर्गठन कालको वास्तवमा संस्थापक अध्यक्ष हो, हाम्रो इतिहासको एउटा संस्थापक अध्यक्ष हो। र आज टङ्क दाइले नेकपा एमालेका सचिव योगेश भट्टराई भन्दा मलाई बडा अप्ठ्यारो लाग्छ। दाइले त्यो नभन्नु होला, त्यहाँ मञ्चमा बसेर त्यो सुन्दा मलाई बडा अप्ठ्यारो लाग्छ। र हामी टङ्क दाइको नियति उस्तै उस्तै पनि छ। हामी उस्तै सङ्घर्ष लडाइँबाट यो पार्टीमा काम गर्दै आएका हौँ। 2039 साल धेरैलाई सम्झना छैन, यहाँ मध्ये धेरै कमले मात्रै यो थाहा पाउनु भएको छ। 2039 सालमा हाम्रो पार्टीभित्र एउटा ठुलो अन्तर सङ्घर्ष भएको थियो। कमरेड सीपी मैनाली हाम्रो पार्टीको महासचिव हुनुहुन्थ्यो र त्यो क्रममा कमरेड सीपी मैनाली पार्टीको महासचिवबाट हटाइनु भयो। एक किसिमले भन्ने हो भने जबरजस्ती नै हटाइनु भयो। र त्यो बेला टङ्क कार्की अखिलको अध्यक्ष हुनुहुन्थ्यो र मैले सुने अनुसार त्यो अखिलले कमरेड सीपी मैनालीको लाइनलाई समर्थन गर्थ्यो र सीपी मैनालीको लाइनलाई समर्थन गर्ने टङ्क कार्की त्यो अखिलको अध्यक्ष भएको नाताले उहाँको केन्द्रीय कमिटीमा उहाँको एकदमै प्रचण्ड बहुमत हुँदाहुँदै पनि पार्टीसँगको अन्तर्विरोधका कारणले उहाँले अखिलबाट राजीनामा गर्नुभयो र अखिल छोड्नुभयो। संयोग कस्तो थियो भने कमरेड झलनाथ खनाल पार्टीको महासचिव भइसक्नु भएको थियो र काठमाडौँको पार्टीको हेडक्वार्टरको मुख्य हर्ताकर्ता कमरेड माधव नेपाल हुनुहुन्थ्यो। सम्भवतः त्यो बेला टङ्क दाइको धेरै नै बैठकहरूमा छलफल अन्तर्क्रिया कहिलेकाहीँ भनाभन चर्काचर्की कमरेड माधव नेपालसँगै भयो होला भन्ने लाग्छ मलाई, किनभने उहाँले नै पार्टीको हेडक्वार्टर सम्हाल्नु भएको थियो, धेरै कुरा उहाँले नै हेर्नुहुन्थ्यो। र एक किसिमले भन्ने हो भने टङ्क दाइ र माधव नेपालको अन्तर्विरोध थियो जस्तो लाग्छ व्यवहार। पछि फेरि अखिलमा त्यस्तै एउटा समस्या आइलागेको थियो। यो 53 सालमा जति बेला म अखिलको अध्यक्ष थिएँ, कमरेड माधव नेपाल पार्टीको महासचिव हुनुहुन्थ्यो, तर शक्तिशाली महासचिव हुनुहुन्थ्यो। फेरि पनि पार्टी र अखिलको बिचमा अलिकति लडाइँ भयो र त्यो लडाइँ प्रकारान्तरले माधव कमरेड र अखिलको अध्यक्षको हिसाबले मेरै बिचमा भयो।
र मैले पनि टङ्कदाईकै बाटो समातेर राइट आर्म गर्नु पऱ्यो किनभने टङ्कदाईले त्यही सिकाउनु भयो राइट आर्म हिँड भाइ भन्ने सिकाउनु भएको थियो मलाई भन्नुभएको थिएन तर उहाँले त्यही गर्नुभयो भने चाहिँ मैले त्यही गर्ने होला भनेर गर्दै मैले त यस्तो रमाइलो भयो यसपटक महाधिवेशनमा 39 सालमा माधव नेपालसँग अन्तर्विरोधका कारणले अखिलको अध्यक्ष छोड्नुभएका टङ्कदाई र 53 सालमा माधव नेपालसँगै अन्तर्विरोध भएका कारणले अखिलको अध्यक्ष छोडेको यो भट्टराई विचार समूह माधव नेपालकै प्यानलबाट हामी आयौँ बडा अचम्मको कुरा भयो त्यसैले धेरैले पत्याएन पछिसम्म पनि पत्याएका थिएनन् टङ्कदाईलाई अझै धेरै पछिसम्म पनि पत्याएका थिएनन् मलाई अलिक पहिले नै छोडिसकेका थिएँ पत्याइसकेका थिएँ उतै लागेको छ क्या भनेर तर राजनीतिमा यस्तै हुन्छ हाम्रा सम्बन्धहरू पार्टीको सम्बन्ध हाम्रो स्थायी छ र व्यक्तिहरूसँगका सम्बन्धहरू सबै अस्थायी छन् मैले यो प्रसङ्ग यसमा भनेको हो कि 9 महाधिवेशनमा व्यक्तिगत हिसाबले बनेका सम्बन्धहरू साउन 1 गतेपछि ती व्यक्तिगत सम्बन्धहरू समाप्त भएका छन् र अब पार्टीको सम्बन्ध स्थापित भएको छ हाम्रो पार्टीको सम्बन्ध अब स्थापित भएको छ त्यसकारणले केन्द्रीय कमिटीको बैठकमा हामीले खुल्ला दिलले पार्टी अध्यक्ष कमरेड केपी ओलीलाई भन्यौँ कि यो पार्टी अब तपाईँको नेतृत्वमा एकताबद्ध हुनुपर्दछ तपाईँले एकताबद्ध गर्नुपर्छ र हामी तपाईँका निम्ति सम्पूर्ण सहयोग गर्नको निम्ति तयार छौँ भनेर हामीले पार्टी अध्यक्षलाई भनेका छौँ त्यसैले हामी धेरै चिन्तित हुनु पर्दैन नेकपा एमाले एकताबद्ध हुनेछ र हाम्रो पार्टी अध्यक्षले त्यही बैठकको समापनमा नेकपा एमालेलाई आउने चुनावमा पहिलो बहुमत सहितको पहिलो पार्टी बनाउने अठोट उमेर भन्नुभएको छ र हामीले बैठकमा अध्यक्ष कमरेड केपी ओलीलाई भनेका छौँ कि तपाईँको अठोट हाम्रो पनि अठोट हो र यो सिङ्गो पार्टीको अठोट हो हामी सबै मिलेर नेकपा एमालेलाई बहुमत ल्याउने दिशामा हामी अगाडि बढौँ 9 महाधिवेशनको सबभन्दा ठुलो सफलता त्यही हुनेछ भनेर हामीले भनेका छौँ मलाई लाग्छ कि यो हाम्रो मात्रै भनाइ होइन नेकपा एमालेका 2,56,000 पार्टी सदस्यको यो एउटै भनाइ होला भन्ने मलाई लाग्छ कमरेडहरूको पनि भनाइ त्यही होला भन्ने म ठान्दछु नेतृत्व भनेको एउटा अभिभावक पनि हो त्यो कहिले त्यसले आफ्ना सदस्यहरूलाई कहिले बाबुको भूमिकामा आफ्ना सदस्यहरूलाई संरक्षण गर्छ कहिले आमाको भूमिकामा त्यसले संरक्षण गर्छ त्यसकारण आजका हाम्रा पार्टी अध्यक्ष 2,56,000 पार्टी सदस्यहरूका अभिभावक हुनुहुन्छ र हाम्रा पनि अभिभावकको रूपमा स्थापित हुनुभएको छ 2042 सालमा पहिलो पटक म जेल परेको थिएँ काठमाडौँ आएपछि यो यता पोल्यान्ड कि कताबाट आणविक दूध ल्यायो यहाँ नेपालीलाई खुवाउन थाल्यो भनेपछि हामी विद्यार्थीहरू अखिलका सडकमा निस्क्यौँ त्यो दूध बेच्न पाइँदैन फिर्ता लैजा भन्ने नारा लगाएको थियौँ पुलिसले समातेर हामीलाई झन्डै 20-22 दिन हनुमान ढोकामा थुनेर मार्सित कुटेको थियो यस्तो कुट्थ्यो कि बिहान टोइलेट बस्नु पनि नसक्ने गरी कुट्थ्यो त्यस्तो कुटाइ त्यस्तो अवस्थामा म जेलमा पुगेको थिएँ पहिलो पटक जेल जाँदा म धेरै डराएको थिएँ त्यसपछि त पटक पटक गएँ केही पनि लागेन पछिल्लो समय त जेल जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो मलाई किनभने जेलमा अलिक आनन्द थियो बस्नलाई पढ्नलाई खानलाई त पहिलो पटक जेल जाँदाखेरि मलाई म आतंकित थिएँ यहाँ हनुमान ढोकामा मार पुलिसले कुटेको त्यहाँ त झन् कुट्छ होला जस्तो लागेको थियो जेलमा त झन् कुट्ने होला भन्ने लागेको थियो तर जेलको ढोकामा हामी करिब 5 बजीतिर हामीलाई ढोकाभित्र पठाएको थियो हाम्रो ठुलै विद्यार्थीहरूको टोली थियो त्यसमध्ये अहिले धेरै हामी केन्द्रीय कमिटीमा आएका छौँ गोकर्ण विष्ट जगन्नाथ कतिवटा लगायतका साथीहरू हामी थियौँ र जेलभित्र गइसकेपछि कमरेड केपी ओलीलाई मैले भेटेँ कमरेड आरके मैनाली मनकुमार गौतम नरेश खरेल लगायतका हाम्रो झापा आन्दोलनका अग्रजहरू जेलमा हुनुहुन्थ्यो र त्यो दिनको मलाई स्मरण छ केपी ओली कमरेड र आरके मैनालीले हाम्रो त्यो सुम्ला बसेको ठाउँमा यसो तेल दल दिनुभएको थियो मैले सुनेको थिएँ कि मेरो बाबु 2 वर्षमा बितेको थियो म जन्मेको मलाई बाबुको कुनै सम्झना छैन त्यो दिन मलाई के लाग्यो भने
वास्तवमा बाबु भने यस्तै हुन्छन् होला भनेर मैले ठाने थिएँ। यिनीहरूलाई बाबु जस्तो ठान्थेँ, किनभने त्यो मलाई बडा त्यो दिन मैले साँच्चै संसारमा बाबु नै भेटेँ जस्तो लागेको थियो। किनभने हामी भर्खरका विद्यार्थीहरू, कलिलै उमेरका, एकदमै कुटाइ खायो त्यहाँ पुगेका। अनि एकजना पाण्डेव विश्वकर्मा भन्ने लाहानको सेवाको हाम्रै पार्टीको बन्दी हुनुहुन्थ्यो। उहाँ जातले विश्वकर्मा हुनुहुन्थ्यो, तर हामीलाई यति मिठो खाना खुवाउनु उहाँले त्यो दिन बेलुका। भनेपछि वास्तवमा राजनीतिमा काहीँ न काहीँ अभिभावकहरू भेटिँदो रहेछ भन्ने मैले ठाने। र आज संयोगवश 42 सालमा सँगै बसेका कमरेड केपी ओलीसँग म केन्द्रीय कमिटीमा छु र म अपेक्षा गर्छु कि 42 सालमा उहाँले मलाई जसरी सुमसुम्याउनु भएको थियो, आज पनि उहाँले मलाई त्यसरी नै सुमसुम्याउनु होला भन्ने म अपेक्षा गर्छु। तर म त्यो बेलाभन्दा धेरै बुढो भइसकेँ, धेरै परिपक्व पनि भइसकेको छु। त्यति बेला धेरै नबुझिकन म जेलमा पुगेको थिएँ, तर आज धेरै बुझेर उहाँसँग सँगै कमिटीमा छु। यस्ता धेरै घटनाहरू हाम्रो स्मरणमा छन्। ती घटनाहरूले हामीलाई पार्टीभित्र मित्र खोज्नका निम्ति बढी प्रेरित गर्छ, अस्वस्थ नबन्नका निम्ति हामीलाई प्रेरित गर्छ। र यी कतिपय वास्तवमा रोमाञ्चक घटनाहरू पनि होलान् नयाँ मानिसहरूका निम्ति। तर यो पार्टी एउटा कठिन परिश्रमबाट बनेको हो, जसमा पूर्वका धेरै मानिसहरूले बलिदान गरेका छन्। ताप्लेजुङका धेरै मानिसहरूले बलिदान गरेका छन्। कमरेड हरि नेपाल जो हाम्रो अग्रज हुनुहुन्छ, सुखानी आन्दोलनका धेरै नेताहरूले बलिदान गर्नुभएको छ। त्यसै गरिकन देशभरिका धेरै मानिसहरूले बलिदान गरेका छन् र यो पार्टी निर्माण भएको छ। त अब यो पार्टीको अगाडि धेरै महत्त्वपूर्ण अपेक्षाहरू पनि छन्, जुन अघि कमरेडहरूले पनि भनिसक्नु भएको छ। यो पार्टीलाई अब नयाँ दिशामा एकताबद्ध गर्ने, नेकपा एमालेको अगुवाईमा यो मुलुकको आर्थिक सामाजिक समृद्धिका निम्ति अगाडि बढ्ने लगायतका थुप्रै योजनाहरू अब नेकपा एमालेका अगाडि आएका छन्। हामी गरिबीको भाषण मात्रै नगरौँ, यो देश बनेन भन्ने कुरा मात्रै नगरौँ, अब देश बनाउने दायित्व नेकपा एमालेको काँधमा आएको छ। तर नेकपा एमालेका पार्टी सदस्यहरूले त्यो दायित्व हामीलाई दिएका छन् कमरेड केपी ओलीको नेतृत्वमा। अब हामीले त्यो जिम्मेदारी पुरा गर्नुपर्नेछ। हिजो एउटा जमाना थियो होला पञ्चायतलाई दोष दिउँ, नारायणहिटीमा राजा बसिया छ, यो सबै यो राजाको कारणले भएन, पञ्चायतको कारणले भएन। अब त्यहाँ कोही पनि छैन, न पञ्चायत छ न राजा छ, कोही पनि छैन। त्यहाँ सबै हामी नै छौँ। हामीले चुनेर पठाएका मानिसहरू नै त्यहाँ छन्, प्रतिनिधिहरू नै छन्, नेताहरू नै छन्। त्यसैले यदि अब यो देश बिग्रिन्छ अथवा बन्छ, त्यसको दुवै जस अथवा अबजस अब राजनीतिक दलले लिनुपर्छ, त्यो नेकपा एमालेले लिनुपर्छ। एउटा ठुलो अग्नि परीक्षामा नेकपा एमाले छ। मलाई विश्वास छ कि हामी त्यो अग्नि परीक्षा पास गर्छौँ। कुनै ठुलो कुरा छैन। यदि अघि पनि यहाँ प्रसङ्ग उठ्या छ, हामीले राजनीतिक क्रान्तिको एउटा युग समाप्त गरेका छौँ। अब 2,56,000 नेकपा एमालेका पार्टी सदस्यहरू मात्रै यो देश बनाउने भनेर सङ्कल्प गर्छन् भने यो देश 10 वर्षमा बन्न सक्छ। महाथिर मोहम्मद अस्ति मलेसियाका पूर्व प्रधानमन्त्री नेपाल आउँदाखेरि सानो एउटा कार्यक्रममा धेरैले सोधेका थिए, त्यो एउटा छलफलमा म पनि थिएँ। यो विकासको समृद्धिको मुख्य बाटो तपाईँले के ठान्नुहुन्छ भन्दा उहाँले दुईटा कुरा गर्नुभयो। एउटा गुड गभर्नेन्स अथवा सुशासन र दोस्रो भनेको कमिटमेन्ट। यदि यो दुईटा हुने हो भने हामी यो देश बदल्न सक्छौँ, कायापलट गर्न सक्छौँ। नेकपा एमालेसँग त्यो छ। नेकपा एमाले भ्रष्ट पार्टी होइन होला, यसका केही मानिसहरू भ्रष्टाचारमा मुछिएका होलान्, के गरेका होलान्, तर एज ए होलमा यो पार्टी भ्रष्ट छैन। र यो पार्टीमा एउटा कमिटमेन्ट छ, प्रतिबद्धता छ कि हामी केही गर्नुपर्छ भन्ने कुराको प्रतिबद्धता पनि छ। यदि त्यसलाई शक्तिको रूपमा हामीले रूपान्तरण गर्न सक्यौँ भने यो देश बन्छ। त्यो हामीले गर्नुपर्नेछ। हामीले त केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्षलाई भनेका छौँ, कमरेड अब 10औं महाधिवेशनको राजनीतिक प्रतिवेदन पेश गर्दा पहिलेका जस्ता लामा राजनीतिक व्याख्या गर्ने, अमेरिकालाई हेर्ने दृष्टिकोण यो हो, चीनलाई हेर्ने दृष्टिकोण यो हो,
कांग्रेसले हेर्ने दृष्टिकोण यो हो भन्ने लामा व्याख्या गर्ने होइन। आउने 10औं राष्ट्रिय महाधिवेशनमा प्रतिवेदन पेश गर्दा कमरेड केपी ओलीको नेतृत्वमा यो पार्टीले 5 वर्षमा लेख्नुपर्छ। कमरेड केपी ओलीको परीक्षा पनि त्यही हुन्छ भनेर हामी भन्छौँ। अब हुने त्यही हो। नेकपा एमालेको पहलमा हामीले यो देशको प्रति व्यक्ति आय कति बढायौँ, जीडीपी कति बढायौँ, गरिबी कति घटायौँ, शिक्षामा कति हामीले योगदान गर्यौँ, स्वास्थ्यमा के योगदान गर्यौँ, जातिका बीचमा भएका विभेद हटाउनका निम्ति हामीले के काम गर्यौँ, दलित र उत्पीडितको स्थितिलाई माथि उठाउनका निम्ति के काम गर्यौँ, त्यसको रिजल्ट 5 वर्षपछि दिनुपर्छ भनेर कमरेड केपी ओलीलाई अध्यक्षलाई हामीले भनेका छौँ र त्यो प्रतिवेदन बनाउनु होला भनेर हामीले भनेका छौँ। प्रतिवेदन त्यसै बन्दैन, काम गरेपछि बन्छ। गलत डाटा राखेर प्रतिवेदन बनाएर हुँदैन। त्यसैले अब हामीले प्रत्येक हाम्रा सङ्गठनहरूलाई प्रश्न सोध्नेछौँ। हाम्रा सम्पर्क मञ्चहरूलाई हामी प्रश्न सोध्छौँ। हाम्रा जनसङ्गठन अखिललाई, युवा सङ्घलाई हामी प्रश्न सोध्छौँ। अब आजसम्म प्रश्न सोधेन पार्टी। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई हामी प्रश्न सोध्छौँ। त्यो एमालेको सङ्गठन हो। त्यो सदस्यको रिजल्ट 43% भन्दा कम छ। यदि 43%लाई 100 मान्ने हो भने सरकारी स्कुलको रिजल्ट एकदमै लज्जास्पद छ। तपाईँ शिक्षक सङ्गठनमा बसेर के काम गर्नुभयो भनेर सोध्छौँ। होला के रिजल्ट दिनु? शिक्षक सङ्गठन बनाउने हैन, अनि ट्रेड युनियनको नारा दिने, अनि पार्टीमा चाहिँ माग पेश गर्न आउने, सरकारमा माग पेश गर्न बदल्नुहुन्छ कि बदल्नु? यदि बदल्नुहुन्न भने त्यो सङ्गठनमा बस्नुको औचित्य छैन। अब हामीले हाम्रा ट्रेड युनियनहरूलाई त्यही भन्छौँ। हाम्रो अखिललाई हामी भन्छौँ, युवा सङ्घलाई हामी भन्छौँ काठमाडौँमा पेट्रोलियम पदार्थ यहाँ मूल्य बढ्यो, के बढ्यो भनेर 2-3टा जुलुस निकालेर अखिलको युवा सङ्घको दायित्व पुरा भयो भनेर बस्नु भएको छ कि? हुम्ला, जुम्ला, मुगु, कालीकोट, तापलेजुङको, ओलाङचुङ्गोला, तलसिरा, सप्तरी, धनुषामा त्यो मधेसी समुदायमा पढ्न नजाने बालबच्चाहरूलाई स्कुलमा पठाउनु पर्छ भनेर तपाईँले क्याम्पेन गर्नु भएको छ कि छैन? यो देशको निरक्षरता उन्मूलन गर्नको निम्ति अखिलले 1 वर्षभित्र कति मानिसहरूलाई बालबच्चाहरूलाई स्कुल पठाउनको निम्ति क्याम्पेन गर्यो र अखिलको कारणले कति मानिसहरू आज स्कुलमा पढ्दैछन् त्यो डाटा ल्याउनुहोस् भनेर अखिलको अध्यक्षलाई अगाडि राख्छ। गफ लडाएर फलानु नेताको गुट। युवा सङ्घका बारेमा जे प्रश्नहरू उठेका छन् ती कतिमा चाहिँ अतिरञ्जनापूर्ण प्रश्नहरू होलान्, तर कति सही छन् भने यदि समाचार माध्यमहरूले, सार्वजनिक माध्यमहरूले, आम मानिसहरूले प्रश्न उठाएका छन् भने त्यसलाई सुधार्नुपर्छ। दैनिक 1500 मानिसहरू जो विदेशमा काम गर्नको निम्ति 18 वर्ष उमेर पुगेका मानिसहरू विदेशमा खेल्यो र त्यसका निम्ति कति प्रोग्राम पेश गरेर चाहिँ सरकारसँग, राज्यसँग, पार्टीसँग कहाँ लबिङ गर्दैछ एक तपाईँमा चाहिँ तपाईँको चाहिँ प्रगति ल्याउनुहोस्। यो ठेक्का पट्टा कब्जा गर्न जाने, गुन्डागर्दी गर्न जाने युवासँग हुँदैन। हामीले प्रत्येक सङ्गठनलाई अब त्यो दायित्व दिन्छौँ। तर पार्टी उत्पादनसँग जोडिन्छ, व्यक्ति श्रमसँग जोडिन्छ भनेर के भनेको? कुनै ठुलो कुरा छैन। पार्टी आफैले व्यापार गर्दैन, तर नमुनाका निम्ति कतिपय काम हामी गर्न सक्छौँ। अस्ति हामीले बैठकमा चर्चा गर्यौँ। 2,56,000 पार्टी सदस्यहरूबाट प्रति पार्टी सदस्य तपाईँले 10,000 सेयर लिनुभयो भने 26 अरब पैसा उठ्छ। 1 वर्षमा, 2 वर्षमा तपाईँ 52, 50, 60 अरब पैसा उठ्छ। र नेकपा एमालेको तर्फबाट यदि त्यसलाई लगानी गर्ने भने आज जुन कस्टमा एमालेका प्रत्येक पार्टी सदस्य 10,000 सेयर दिन सक्छ। त्यो मोरलका निम्ति हामी काम गर्छौँ अथवा अरू केही काम हामी गर्छौँ। गाउँमा सानो पुँजीलाई कलेक्सन गरेर मजाले एक ठाउँ ल्याएर त्यो पुँजीलाई विकास गरेर ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने काम एउटा गाउँ कमिटीको अध्यक्षले गर्दैन भने त्यो गाउँ कमिटीको अध्यक्ष हुनुको कुनै पनि अर्थ, त्यसले त्यहाँ विकास गर्छ गर्दैन, त्यसले जीवन स्तर उकास्छ कि उकास्दैन, स्कुलमा नियमित पढाइ भएका छ कि छैन त्यसले चेक गर्छ कि गर्दैन। त्यो स्कुलमा मजाले 50-60 जना एसएलसी दिँदाखेरि 2 जना 3 जना मात्रै विद्यार्थी त्यहाँबाट पास हुन्छन् भने त्यो विद्यार्थी मात्रै फेल भएको होइन, त्यो नेकपा एमालेको गाउँ कमिटी फेल भयो। त्यो कुराले बुझ्छ कि बुझ्दैन? अब हाम्रा गाउँ कमिटीको काम त्यही हो।